दर्शकवृन्द, हामी छौं कैलाली जिल्लाको लम्की चुवा नगरपालिका वार्ड नम्बर 9 मा रहेको प्रतापपुर बजारबाट अलिकति माथि हामी यो स्याउ खेती हुने ठाउँमा छौं। तपाईले हाम्रो यो क्यामेराको फ्रेममा चाहिँ देखिनु भएको छ स्याउको यो बोटा हो। तराईको टन्डलापुर घाममा पनि स्याउ खेती गर्न सकिन्छ भन्ने कुराको ज्वलन्त उदाहरण दिएका छन् कृषक गोकर्ण ओलीज्यूले। हामी पछिल्लो समयमा खोजमूलक पत्रकारिता गरिरहेका छौं। कहाँ के भइरहेको छ, विकास निर्माण सँगसँगै कृषिमा पनि क्रान्ति, कृषि क्रान्ति, स्मार्ट कृषि क्रान्ति कसरी गर्ने त्यो बारेमा चाहिँ तपाईहरुमा चाहिँ यस्तै उत्प्रेरणा जगाउने भिडियोहरु पेश गरिरहेका छौं। यो डाँस जस्तो यो लगा हो के भन्छ हैन, यो तलको जंगली स्याउ भन्ने हो। तलको यो हाम्रो हर्मोन 99 भनेको यो भन्दा माथिको मात्रै हो। नेपालका युवाहरू बेरोजगारीले गर्दाखेरि देशभन्दा बाहिर छन्। कोही इजरायलमा छन्, कोही खाडी मुलुकमा चाहिँ काम गरिरहेका छन् 18-19 घण्टा, त्यो पनि टन्डलापुर घाममा। कोही कोरियामा छन् कठैबरा। नेपालमा पनि कृषि योग्य जमिन छ। यस्तै काम गर्यौं भने कहीं जानु पर्दैन। हामीलाई अमेरिका पनि यही हो, हामीलाई युरोप पनि यही हो, हामीलाई कोरिया पनि यही हो र हामीलाई जापान पनि यही हो। तर यो स्याउको बोटा अहिले कति भयो लगाएको? यो लगाएको हाम्रो माघको 4 गते लगाइएको हो। यो हामी यो क्षेत्रवासी दाजुभाइको तर्फबाट उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र आगामी दिनमा हामीले पनि यस्ता कार्य गर्ने सोचमा अगाडि बढाउनेछौँ। कैलाली र तराई क्षेत्रमा पनि स्याउ हुन्छ भन्ने कुरा हामीले केही कुरा उहाँबाट धेरै कुरा सिक्नु छ। स्याउ खेती चाहिँ पहाडतिर अलि चिसो ठाउँमा हुन्छ भन्ने चाहिँ सुनेको थियो, तर आज यो अचम्मै लागिरहेछ। यो ठाउँमा आएर हेर्यौं, अनुगमन गर्यौं। नमस्कार, म हुँ मिलन विष्ट।